चारवटा गाडी चाहिँ हामी तल आइसकेको छौँ, नास्ता खान बसिरहेको छौँ होइन सब। नमस्ते मेरो दाजुभाइ दिदीबहिनीहरू, वेलकम ब्याक टु माई च्यानल। यो सबैजना सन्चै हुनुहुन्छ होला। म पनि एकदम फिट एन्ड फाइन छु होइन। अहिले म चाहिँ यो नरेठाटी भन्ने ठाउँमा छु होइन, बागलुङको नरेठाटी भन्ने ठाउँमा। हामी चाहिँ त्यो भ्यू टावर चाहिँ छोडेर आइसक्यौँ। खोलाको आवाज सुनिरह होला होइन, खोलाको आवाज। खोला फेरि ट्याक्कै यहीँ हो क्या होइन। हामी चाहिँ होइन टक्क नास्ता खान चाहिँ यसो चिया सिया हान्छौँ खाइदिउँ भनेर चाहिँ बसेको होइन। टायरै पड्क्यो कि यो गाडीको होइन, यो गाडीको होइन, उतो गाडीको चाहिँ डेन्जर टायर पड्क्यो। मजाले बस्दिउँ होइन, दादाहरूको टक्क लाएर यहीँ बसिदिन्छु होइन। हाम्रो गाडीको स्टार्टिङमा चाहिँ दुईवटा गाडी चाहिँ अफ भइसकेको छ। हाम्रो गाडी मात्रै त्यहाँ स्टार्ट गरेर राखेको छ, दादाहरूले टक्क त्यहाँ। हाम्रो टोटल 4 गाडीमा 3टा गाडी यहाँ छ, एउटा गाडी चाहिँ आउँदैछ, कता आइपुगिरहेको छ होइन। 6 गाडीमा 6वटा गाडी हो थियो, 6वटा गाडीमा 2टा गाडी चाहिँ त्यहीँ छ, 2टा गाडी चाहिँ त्यहीँ छ। 4वटा गाडी चाहिँ हामी तल आइसकेको छौँ, नास्ता खान बसिरहेको छौँ होइन सबैजना। हामी सबैजना बसिरहेको छौँ होइन। त्यही हो, नास्ता सास्ता खाऊँ, त्यसपछि निक्ल्यौँ। आज चाहिँ हाम्रो भोलि बिहानको चाहिँ हामी कहाँ जान्छौँ, भोलि बिहान चाहिँ हामी बुटवल भलबारी चाहिँ सवारी हाम्रो हिँड्छौँ हामी चाहिँ होइन। आज चाहिँ रातभरि हिँड्ने प्लान छ हाम्रो, रातभरि चाहिँ हिँडिन्छ होला सायद, तर हेरौँ के हुन्छ। अहिलेलाई चाहिँ फिलहाल नास्ता सास्ता खाऊँ। चिया खानाको होइन, टक्क चिया र डोनट टक्क होइन। सुल्टी मोबाइलमा नोटिफिकेसन गाडीहरू चाहिँ अफ गरेर राखिदिएको होइन। त्यही नास्ता सास्ता खाएर चाहिँ निक्ल्यौँ ल। अब जाडो जाडो छ मौसम, ठिक्क छ दाजुभाइहरू होइन। हामी टक्कमा कसम चिया खाएर भ्याइयो, चिया खाएर भ्याइयो होइन। यो टायर पड्किन त माथि नै पड्किसकेको थियो क्या, टायर पड्केर नि टायर बनाउनु लागेको क्या। अब टायर पड्क्यो भने यहीँबाट पड्क्यो क्या टायर। कसम हेर्नु यस्तो पुरा ग्याटर हालेर रहेछ होइन, पुरै तारै तार छ, टायरै गएछ होइन, फाँक भएछ टायर। अब यो स्टिफिनको टायर निकालेर हाल्ने होइन। टायर पड्क्यो होइन, अब चाहिँ अब के भन्छ यसलाई, टायर बनाउनु लागेको। तिमी गुड्का खोज्न कहाँ गयो भने गुड्का लिनु पठाएको। गुड्का भनेको फेरि खाने गुड्का होइन दाजुभाइहरू, त्यसलाई के भन्छ, त्यो तल जस्तै त्यो छ नि, यो के भन्छ, यो जगको मुनि, यसको मुनि चाहिँ गुड्का राख्ने र त्यहाँभित्र गएर जग उठाउने। त्यसो बल्ल गाडी अलि हाइटमा उठ्छ र खै त गुड्का खै त पर्दैन होला, त्यो त चाहिएला नि। तर टायर चाहिँ फेरि माथि चौबाट डेन्जर पड्केको छ त फेरि, जडाम जुडुङ गएछ टायर। यस्तो डेन्जर धुवा उडेको थियो त्यो मान्छे छिटिन्थ्यो कपालमा, डेन्जर टायर पड्केको थियो कि माथि। त्यही हो दाजुभाइहरू, सब टायर सायर फेरौँ र दाजुभाइहरू टायर फेरेर आएको। कपडाको हरियान हेर्नु न, हाम्रो पनि माया कसम के भइरहेको छ, सिँ दिइरहेको छ होइन। खै के होला लाग्छ मलाई त, यो टायर जस्तो लागिरहेको छ होइन, सिँ गरिरहेछ। टायर त ठिक छ, फेरि के चाहिँ सिँ गरिरहेछ दाजुभाइहरू होइन। अहिले चाहिँ रात परिसक्यो होइन, अहिले चाहिँ हामी हटियामा छौँ क्या, हटियामा छौँ। पुलिस चेकिङ भइरहेछ होइन। म चाहिँ गाडी भित्रै छु, किन भन्दाखेरि भिडियो बनाउँदै गयो भने चाहिँ फेरि ल्याङ गर्छ नि त पुलिसहरूले। त्यही भएर होइन सबै उता अगाडि चाहिँ एउटा गाडी त्यहीँ देखिरहनु भयो होला। अनि कतिको अन्धकार छ कि होइन, त्यही हो म्यानेज गरौँ होइन। त्यही हो, म चाहिँ अहिले टक्क लाएर के भन्छ रे गाडीमा मस्त एक्लै बिन्दास छु होइन। दाइ पनि त त्यो के भन्छ त्यसलाई इन्ट्री गराउनु है, चेकिङ गर्न के गर्न जानु भएको छ होइन। र म चाहिँ गइनँ कि, किनभने क्यामेरा लिएर गयो भने मामाहरूले झ्यौ गर्नुहुन्छ। त्यही भएर म चाहिँ गाडीभित्रै छु अहिलेलाई फिलहाल। दाजुभाइहरू अहिले चाहिँ हामी 3 लाखुरी भन्ने ठाउँमा छ होइन। बिहानै मौसम अलिक क्यामेरा अलिक क्लियर आएको छैन होला होइन। त्यही होइन, यस्तो के भन्ने मौसम चिसो छ,
हिजो त खाना पनि खाइएन। म त अब सुत्दै गएको थिएँ, दाइहरू सुतेको नि हुनुहुन्न, म त बरु झुस्तै सुत्दै होइन। हेर्नु नि यस्तो मिठो यस्तो भोकाल देखिरहेको छ नि। मौसम त्यसो चिसो भएको छ, चिसो हावा चल्छ नि। म 4 फेदमा छु नि त, त्यही भएर मौसम चिसो हावा चलिरहेको छ होइन। दाजुभाइहरू लज्जामा साथीभाइहरू होइन, अहिले चाहिँ बल्ल यसो अलिअलि होइन उज्यालो उज्यालो हुन लाग्छ कि हाम्रो गाडीहरू चाहिँ टक्क यहाँ थियो। 6वटा गाडीमा हाम्रो 3टा गाडी यो भयो, 2टा गाडी यो, 3टा, एउटा गाडी चाहिँ माथि आउँदैछ र यहाँ चाहिँ अब सनसेट हुन लागिरहेको छ कि। अब अहिले हामी जाने बाटो त्यो तलबाट त्यो देखेको हरू चाहिँ हो होइन। दाजुभाइहरूलाई हामी जाने बाटो चाहिँ त्यही हो है। बाटो चाहिँ फेरि डेन्जर, साँघुरो छ कि होइन। अहिले चाहिँ गाडी टक्क यो बिसाइरहेको, यो के भन्छ र यो ब्रेक चलाउन राखिरहेको छन् गाडी होइन। यस्तो डेन्जर आँखा टल्केछ नि, हेर्नु नि। हिरो हो नि त, ह्यान्सी हो नि त, यस्तो होइन टक्क ठिक छ, केही छैन। अब अहिले भेट्नुपर्छ, जाडो छ मौसम, चिसो छ, तातो पानी तताएर खानु होला, चिसो पानी तताएर खानु होला, तातो पानी तताएर नखानु होला, त्यही भन्न चाहन्छु होइन। अहिले चाहिँ म त सिद्ध बाबामा आइसकेको छु होइन, बुटोल सिद्ध बाबा पाल्पामा होइन। कसम खासै पुरै त देखिएन होइन। हामी चाहिँ रन्के दौडै सक्ने। हाम्रो ब्रेक भन्ने चाहिँ कोही पनि लाग्दैन कि। हिँडेको बिहान त्यही यसो चिया खाइए चाहिँ नास्ता पानी गर्ने चाहिँ त्यही हो। त्यसपछिबाट चाहिँ हामी हिँड्दै छौँ होइन, सिधै भलवाडी पुगेरै धेरै घाँट्ने भन्ने कुरा छ हाम्रो चाहिँ होइन। 6 गाडीमा चाहिँ सबभन्दा अगाडि चाहिँ हामी छौँ र 5 गाडी चाहिँ पछाडि आउँदैछन् होइन। सिद्ध बाबा कटेर चाहिँ गोलपारा गाउँ लागेको छ अब चाहिँ होइन। र हिजो साँझबाट अहिलेसम्म चाहिँ हामीले अन्न भन्ने चाहिँ केही पनि खाएको छैनौँ, त्यही चिया मात्रै हो, अरू केही पनि खाएको छैनौँ हामीले होइन। यो होइन अहिले चाहिँ गोलपारा गइसक्यो होइन हामी चाहिँ दाजुभाइहरू होइन। अहिले चाहिँ हामी चाहिँ यो झार्ने ठाउँमा आइसक्यौँ होइन। यो कुन कम्पनी रहेछ यो के हो, यो भेनिर उद्योग रहेछ होइन। यता त्यतातिर मासतिर त डेन्जर घाम लागेको थियो, यतातिर हेर्नु न पुरा यो के भन्छ होला, यो के हुस्सु लागिरहेको रहेछ, कुहिरो। अब हाम्रो त कुहिरो हो नि, तपाईँहरूले के भन्नुहुन्छ होइन। टक्क होइन यस्तो यो मुढाहरू टक्क। यो गाडी हाम्रो चाहिँ यो गाडी काँटा भएर आइसक्यो र त्यो गाडी एउटा गाडी चाहिँ काँटा हुँदैछ होइन। र मौसम अलि यतातिर चाहिँ अलिक चिसो जाडो खालको किसिमको रहेछ होइन। चस्मा कहाँ गयो, चस्मा हेर्छ नि यार, चस्मा कहीँ यहाँ छैन नि, चस्मा त लगाउनु पऱ्यो नि होइन। यस्तोमा हिरो हो नि मान्छे त होइन। तर त्यही होइन, अहिले चाहिँ ठिक्क छु म चाहिँ एकदम। मौसम अलि ठिक्क भइरहेको छ, मिडियम। पारितिर हेरौँ कस्तो यो हुस्सु लागेर होइन। यो के भन्छ अरे परबास माथि त कस्तो डेन्जर भ्यू देखिँदो रहेछ नि माथिबाट। परबासतिर सरी बर्तुङतिर त पुरा घाम लागिरहेको थियो होइन। परबास घाम त गोलपारासम्मै लागिरहेको थियो, हस्पिटल लाइनसम्म घाम लागिरहेको थियो। यतातिर त पत्ता नै के भएको, यतातिर चाहिँ जाडो मौसम अहिले चिसो रहेछ होइन। त्यही हो, भिडियो के कति भयो होइन। अब भिडियोलाई अब म यतातिर इन्ड गर्न चाहन्छु होइन। भिडियो के कति बनेछ लास्टसम्म हेरिदिनु भएकोमा धन्यवाद। र यदि नयाँ हुनुहुन्छ भने च्यानल सब्सक्राइब गरिदिनु होला र भिडियो के कस्तो लाग्यो कमेन्ट गर्नु होला। यो थ्याङ्क्स फर वाचिङ दिस भिडियो, डोन्ट फर्गेट टु लाइक एन्ड सब्सक्राइब, फेरि द बेल आइकन। यति भन्दा आजलाई बिदा लिन चाहन्छु म। हस्त जय नेपाल।